ओइ रोमनी ओइ कहाँ छस् ओइ कहाँ छस् घरमा थर्काएको गर्छस् त यो झुकाएपछि नखर्च अन्त अन कसले झुकायो अनि अहिले के भन्दैछु अन्त अहिले के भन्दैछु अन्त अन के भन्दै थिएँ मैले अच्छा ओइ 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 गाली नगर्ने ओइ आएछ होइन हा आज होइन ओइ ओइ ज्यादा सोर केटीको सोर बनाएर झुका जस्तो केटीको नम्बर गर्छ को केटी हो यसो जाको नम्बर होइन है लाग्छ अनि केटा बोल्छ अनि भक्कु फर्काएको म हो मलाई नै चिन्दैनौ को सोर बनाएपछि के गर्दैछौ मलाई त कम त थर्कायौ न त किन सोर बनाएको त कान्छी कहाँ छौ कहाँ छौ कहाँ छौ आजभोलि ल ल राखिदिएको म त के न के यत्तिकै बसिरहेको अह ल ल हालिदिन्छु एकछिनमा राखेको है हेलो वेलकम सबैजनालाई अनि आज म गर्नेवाला छु प्र्याङ यस्तो प्र्याङ म सबलाई प्र्याङ गर्छु कस्तो खालको प्र्याङ भने म के भन्छ क्लासको सबै क्लासको कलेजको साथीहरूलाई सबैलाई म चाहिँ प्र्याङ हान्दैछु सो कस्तो हुन्छ हेरिदिनु होला चाहिँ म फर्स्टमा चाहिँ मेरो साथीलाई गर्छु ल कहाँ भने युट्युबबाटै भेटेको मेरो साथी हो उसलाई चाहिँ म के गर्छु भने म ठुलो भोइस भनेर आमा डाटा चलिरहेको रहेछ पैसा त गयो अनि त्यो साथीलाई म एकचोटि कल गरेर ठुलो स्वर गरेर म मेरै बोयफ्रेन्ड भएर बोल्छु कस्तो हुन्छ है त लाइन बिजी छ फर्स्टमा यस्तो भएको के हुन्छ हाम्रै क्लासको उज्जवललाई मजे गर्छ है त उज्जवललाई त्यति धेरै क्लास पनि आउनु भएन नम्बर चाहिँ मैले कहाँदेखि पाएको थियो भने हाम्रो एउटा ग्रुप थियो 12 क्लासको त्यहाँबाट पाएको अनि चाहिँ टिपेको थिएँ थाहा छैन होला दाइहरूलाई ल कसले लाग्दैन त तर के भयो भने म शारदा नाना गाउँकै म के गर्छु भने ए झगडा गरेछ अनि पुलिस केस हो हेलो हेलो नमस्कार नमस्कार नमस्ते हजुर म जिल्ला प्रहरी कार्यालयबाट बोलेको कि हजुर जिल्ला प्रहरी कार्यालयबाट हजुर यहाँ तपाईँहरूको भाइहरूले झगडा गरेछ तुरुन्त आउनु पर्यो बाक्सिला माइला हुनुहुँदो रहेछ उहाँको नाम चाहिँ पूजन मते भन्नुभयो हजुर
बुझ्ने होइन अलि बुझ्ने मान्छेहरू कोही हुनुहुन्न रहेछ यहाँ झगडा गर्नु भएछ आउने बेला पो जे जसरी भए पनि तुरुन्त आउनु पर्यो बहिनी नाना कस्तो लाग्यो प्र्याङ्क कहाँ हुनुहुन्छ ए प्र्याङ्क गरेको है नाना राखेको है मै काम दिइरहेको फेरि कसको 17 बक्स ए त्यो साथीलाई कल लागेन सावित्रलाई फोन गर्छु है त म के भन्दै फेरि सावित्रलाई के कस्तो मै कामिरहेको सावित्र पनि बच्यो रोमनलाई गरौँ न रोमनलाई के गरौँ उसलाई चाहिँ केटी हो र जिस्काउँदैन कतिको केटीसँग बोल्दो रहेछ तर नम्बर हेलो हजुर को हो कसलाई खोजेको भाइ को छ के भनिस् ओ रन्डीको बान के अरे तेरो टाउको फुटाइदिउँ गाली गरिहाल्यो नि उसले त मिलनलाई गर्नु फेरि मिलनलाई चाहिँ मेरो नम्बर याद छ नि उसलाई चाहिँ म यसुदाको फोन हराए रहेछ ए यसुदा चाहिँ हराएछ अनुसन्धानका लागि आउनु हेलो हेलो भाइ तिमी यसुदाको साथी हो यहाँ एउटा समस्या परेछ के भाइ होइन यहाँ यशोदा बहिनी हराउनु भएछ अनि फोनहरू यही घरमै छोडेर गएको रहेछ म प्रहरी कार्यालयबाट बोल्दैछु अनि साथी हुनाले म अनुसन्धानको लागि फोन गर्दैछु कि भाइ अनि अहिले कहाँ हुनुहुन्छ भाइ तपाईँ माथि चौकी आउनु सक्नुहुन्छ चौकी आउनु पर्यो के भाइ त्यति गरिदिनुहोस् त अनि नभए कहिलेसम्म चाहिँ कुरा भएको थियो त साथीसँग ए के कुरा गर्नु भएको थियो उसको सम्पर्कमा अरू कोही थाहा छ ए ल ल हस् त धन्यवाद अझै काटी हाल्यो कस्तो प्रेम गरेको भन्नु भनेको थियो त रोमनलाई अघिकै मान्छेलाई रोमनलाई फोन गरौँ है त के भन्दा
हेलो हेलो ओइ केटा ओइ रोमनी ओइ कहाँ छस् ओइ कहाँ छस् घरमा थर्काएको गर्छस् त यो क्या खास झुकाएपछि नखर्च अन्त अन कसले झुकायो अनि अहिले के भन्दैछु अन्त अँ अहिले के भन्दैछु अन्त अन के भन्दै थिएँ मैले अच्छा ओइ 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 गाली नगर्ने ओइ आएछ होइन हँ आज होइन ओइ ओइ ज्यादा सोर केटीको सोर बनाएर भित्र जान्छ केटीको नम्बरबाट जान्छ को केटी हो यसो गएको नम्बर होइन है लाग्छ अनि म केटा बोल्छ अनि भक्कु फर्काएको म हो मलाई नै चिन्दैनौ को सोर बनाएपछि के गर्दैछौ मलाई त कम्ता थर्कायौ न त किन सोर बनाएको त कान्छी कहाँ छौ कहाँ छौ कहाँ छौ आजभोलि ल ल राखिदिएको म त के न के यत्तिकै बसिरहेको अह ल ल हालिदिन्छु एकछिनमा राखेको है तलको के पो आयुष पो भनिरहेको रहेछ करिश्मालाई फोन गर्नु पर्यो म चाहिँ मेरो बाउ भएर बोल्छु है त कहाँ गयो गयो नानी भन्नु पर्यो यसो त तिम्रोतिर आएन भन्नु फोन त उठेन फोनै उठेन अर्कैलाई ट्राई गरौँ न कसलाई गर्नु मनदीपको त सायद माफ गर्नुहोला तपाईले सम्पर्क जीवन जीवनलाई खोला लाइन गयो त हुन्छ म चाहिँ जीवनलाई के गर्ने ड्रग जीवनलाई कल गर्नु भनेको ए हाम्रो क्लासको अस्मितालाई गर्छु त्यो टक्कलाई त्यसलाई चाहिँ म के भन्छु भने तर मलाई त त्यसले त चिन्छ अरू एक प्र्याङ गर्छ ए मैले बे गरेँ भन्छ त म त बे गरेँ मेरो घरमा भनिदिएँ नेटवर्क बिजी नेट चल्नु छोड्यो अब लाइन पनि आउँदैन
सो साथीहरू म चाहिँ आज प्र्याङ्क गरिनँ, सोचेको जस्तो भएन किनभने गयो क्या नेट नै नेट गइहाल्यो अनि लाइन पनि गइहाल्यो, फोन नि लागेन। अब चाहिँ मैले प्र्याङ्क यति नै गरेँ। मेरो प्र्याङ्क जस्तो लाग्यो हजुरहरूलाई प्लिज लाइक कमेन्ट गर्नुहोला अनि सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नुहोला भन्दा भन्दै लाइन पनि आइहाल्यो। अब म फोन चार्जमा हाल्छु अनि त्यही हो मैले चाहिँ प्र्याङ्क गर्नु भनेको, धेरै गर्नु भनेको थियो तर नेटले सहायता दिएन। यतिमै म चाहिँ स्थगित राखेँ। हस्त धन्यवाद।